हेलो साथीहरु, आज चाहिँ म घनश्याम बारा केसरी आमासँग चाहिँ अनुको हात माग्न आइरहेको छु। अब मलाई तपाईको भान्जी एकदमै मन पर्छ, भान्जीले पनि मन पराउँछिन्, माया गर्छिन्। के छ अब दिनु न हात माग्न हामीले हैन। हात मात्रै हैन मलाई दाइले हात के देब्रे दुईटै हात चाहियो। के यो हात हो? के हात हो? केसरी आमा त छोची हुनुहुन्छ, माया गर्नुहुन्न। घनश्याम बा के गर्नु? अब खोइ के भयो तैँले मलाई के गर भने म भान्जी दिन्छु तपाईलाई गोठा राह घर दिन्छु माल घर दिन्छु भन्नु माया सुन तपाईको आफ्नो भान्जी छ भने हाम्रो भान्जी किन कर गर्न आउने हो? तपाईँ आफ्नो काम घरमा काम गर्ने नोकरले चाहिने आफ्नो भान्जीहरू छोरीहरू दिएर पठाउनुहुन्छ? अघि भर्खर हजुरले म बिहा गरेर म भान्जी दिन्छु माल गोठा क्यामेरा पछाडि भन्यो अरे क्यामेराको अगाडि कसले दिन्छ? माया लाग्छ आफ्नो भान्जी ल्याएर दिनु न हो। अनि तपाईको भान्जी अब हेर म भन्छु हुरुकै हुन्छिन्, माया गर्छिन् मलाई। अनि हेर भान्जीको चित्त दुखाउने त। अब चित्त देखे एक त चित्त देखिँदैन कहाँ दुख्छ हैन? हो कि हैन? चित्त कहाँ देखाछ र? अब त्यो नदेखिने चित्त जासुकै देखोस् बाल मतलब। केसरी आमै सरदार म त बौलाए नि त अनि मलाई एउटा केटी धेरै सुध्रिन्थे हो बौला जसो केटी नपारै होला। स्वास्नी पहिले गरेर ए बौला केटीले गर्दा बौलाउँछ त्यो केटीको पनि नलागै न। सुध्रिन्थे क्या म केटीले गर्दाखेरि बौलाउँछ केटीको पनि लाग्दैन। केसरीले गर्दा म बोला देखेनौ त्यस्तै त हो। ए होइन के भनिछु म बौलासँग बसिरहेको थिएँ मेरोसम्म। प्रभु म छोडेर गएँ है त। नत्र हामी यस्तो हरकत गर्ने त बौला त भने हामी सबै दाइ तपाईँ औषधि खाँदै हुनुहुन्छ कि छोड्नु भयो? अघि भर्खर खाएको त्यो लुटेर दुर्लभले खाइदियो कि ए हो र म त उसैले गर्नुहुन्छ होला भन्न हानेको हैन। दुर्लभ भनेपछि कट भन्नु है। आफ्नो नाम घनश्याम बारा केसरी आमाले हाँसेर अन्त कुरा गरेर टार्नु भयो। अनु दिनु होला जस्तो लागेन मलाई। रमेशको भाग्यमा केटी लेखिएको छैन। सीताले पनि धोका दिए, मेरी भान्जीले पनि धोका दिन्छ। त्यसो भएर यो केटीको पछि नलाग्ने, कुरो आफ्नो काम गर्ने।